अभिभावकज्यूहरू र मेरा प्रतिस्पर्धी साथीहरू र शौचालय प्रमाणित ठानी विद्यालयमा उपस्थित हुनुभएका मेरा प्यारा साथीहरूमा म दिपेश राईको तर्फबाट नमस्कार। अझै मिति 2022 साल 2 महिना 30 गते शुक्रबारका दिन एसएससी सिंहदेवी माध्यमिक विद्यालयमा हुन गइरहेको वादविवाद प्रतियोगितामा म भाग लिन पाउँदा आफैलाई सगरमाथाको चुचुरोमा पुगेको अनुभव गरेको छु। हाम्रो वादविवाद प्रतियोगिताको शीर्षक रहेको छ विज्ञान वरदान कि अभिशाप र म विज्ञान अभिशाप भन्ने विपक्षको तर्फबाट आफ्ना गहकिला विचारहरू प्रस्तुत गर्न गइरहेको छु। वास्तवमा भन्नुपर्दा विज्ञान अभिशाप नै हो। विज्ञानको कारणले मानिसहरूलाई विभिन्न रोगहरू निम्त्याइरहेको छ। विज्ञानको कारणले विभिन्न भाइरसहरू निम्त्याइरहेको छ। विज्ञान भन्नाले हामीले आजको भौतिक संसारलाई बुझ्नुपर्छ जो अत्याधिक कृत्रिम र बनावटी छ। विज्ञानको बढ्दो विज्ञानले संसारमा महँगी बढाएको छ। विज्ञानले मानिसहरूलाई द्रव्यमुखी बनाएको छ। विज्ञानको बढ्दो चमत्कारले छोरा र छोरी भएकै कसुरमा गर्भावस्थामै भ्रूण हत्या गर्ने व्यस्त नारीलाई सोध्नुहोस् विज्ञान वरदान कि अभिशाप। प्रत्यक्ष खाना खाएर आधा जीवन नबाच्ने आम जनतालाई सोध्नुहोस् विज्ञान वरदान कि अभिशाप। महोदय, मानिसले विज्ञानको कारणले गर्दा आज धेरै ठुलो विनाशकारी समयलाई निम्त्याउनु परेको छ। वास्तवमा सत्यको आँखाले हेर्ने हो भने विज्ञान अभिशाप नै हो। विज्ञान एक साधन मात्र हो। विज्ञानले एक साधन मात्र हो। जीवनको शान्ति अर्कै छ। मेरो पूर्ववक्ता साथीले भन्नुभयो कि विज्ञानको प्रयोग गर्दा सिटी स्क्यानहरूको प्रयोग गरिन्छ। हो, सिटी स्क्यानको प्रयोग धेरै गर्यो भने क्यान्सरहरू जस्ता विभिन्न रोगहरू उत्पन्न हुन्छन्। मेरो पूर्ववक्ता साथीले भन्नुभयो विज्ञान प्रविधिको कारणले मोबाइल फोन इन्टरनेटको आविष्कार भयो। हो, विज्ञानको कारणले इन्टरनेट मोबाइल फोनको आविष्कार त भयो, तर मोबाइल फोन इन्टरनेटको प्रयोग गर्यो भने मानिसहरूको आँखाको किरण कमजोर गर्दै लानेछ र आँखाको किरण कमजोर भएर सनग्लास लगाउने व्यक्तिलाई सोध्नुहोस् विज्ञान वरदान कि अभिशाप। विज्ञानको कारणले नै रुस र युक्रेन बीच लडाइँ पर्दा बम र गोलाको होली खेल्ने गरेको छ। त्यहाँ विज्ञानको कारणले गर्दा देश नै ध्वस्त हुने गरेको छ र पनि तपाईँ विज्ञानलाई वरदान भन्नुहुन्छ। विज्ञानले प्रकृतिको नियम र प्रकृतिमा अन्याय गरेको छ। विज्ञानले जति नै वरदान गरे पनि उति नै अभिशाप हुने गरेको छ। विज्ञानले 15% वरदान गरेमा 25% अभिशाप हुने गरेको छ। विज्ञानले विभिन्न सामग्रीहरूको आविष्कार गरेको छ र त्यो सामग्रीहरू सबैले मानिसहरूको जीवनमा हानिकारक कार्य मात्र गरिरहेको छ। र म अन्त्यमा के भन्न चाहन्छु भने विज्ञान वरदान नभए अभिशाप नै हो भन्दै मेरो 2 शब्द टुङ्गाउन चाहन्छु। हस्त, धन्यवाद। प्रमुख अतिथिज्यूहरू उपस्थित हुनुहुने सम्पूर्ण अभिभावक, मेरा प्रतिस्पर्धा साथीहरूलाई सम्पूर्णमा मेरो नमस्कार। 2 महिना 30 गते श्री सिंहदेवी माध्यमिक विद्यालयमा हुन गइरहेको वाद-विवाद प्रतियोगितामा अत्याधिक खुसी छु। आजको वाद-विवाद प्रतियोगिताको शीर्षक रहेको छ विज्ञान वरदान कि अभिशाप। विज्ञान वरदान नभई अभिशाप हो भन्ने मेरा प्रस्तुति दिन चाहन्छु। विज्ञान भन्नाले आजको भौतिक कृत्रिम र बनावटी हो जो अत्यन्तै कृत्रिम छ। विज्ञानले गर्दा आज वातावरण र प्रकृतिमाथि अन्याय गरेको छ। विज्ञानले गर्दा आज मानवलाई हानि गरेको छ। संसारमा यस्ता विनाशकारी हातहरूले बनेको छ जो एकछिनमै पृथ्वी ध्वस्त पार्नेछ। विज्ञानले गर्दा आजको चिचिन्डोका काठलाई इन्जेक्सन दिएर भोलि काठो पारेर पछि त्यही काठलाई खाएर रोग लाग्ने र कयौँ खर्च लाग्दा यस्तो विज्ञानलाई कसरी वरदान भन्न सकिन्छ। मेरो पूर्वका साथीले भन्नुभयो विज्ञानले गर्दा फोनको आविष्कार भयो। हो, फोनको आविष्कार त भयो, तर के राम्रो असर देखाइरहेको छ? कदापि पनि छैन। फोनबाट आउने खतरा विकिरणका कारणले
हाम्रो सिधै आँखामा हानि गर्छ र हामी विज्ञानले गर्दा नै अहिले राम्रोसँग देख्न नसक्ने भएका छौँ र सानोतिनो जो घटा गर्दा नि क्यालकुलेटरको प्रयोग गर्नुपर्छ। यो यसका विज्ञानलाई कसरी वर्णन गर्न सकिन्छ? बाथरुममा नहाउँदै गरेको आफ्नो नम्बर तस्बिर इन्टरनेटमा देख्न दिवस नानीलाई सोध्नुहोस् विज्ञान वरदान के हिसाब। प्रदूषित खाना खाएर आधा जीवन बाँच्ने आम जनतालाई सोध्नुहोस् विज्ञान वरदान के हिसाब। अन्त्यमा के भन्न चाहन्छु भने विज्ञान वरदान नभई अभिशाप नै साबित हुन्छ भन्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद।